साथीहरू जय भीम नमो बुद्धाय जय महाराज सलेश। आज म एउटा महत्त्वपूर्ण विषयमा तपाईहरु माझ आफ्ना केही कुराहरू राख्न उपस्थित भएको छु। सबैजनालाई थाहै होला, अहिले नेपाल अथवा मध्य प्रदेशमा धेरै चर्चाको विषय बनेको छ एउटा अम्बेडकर पार्क, जुन मध्य प्रदेश सरकारले महाराज सहलेशको गौरवशाली इतिहास बोकेको सहलेश फुलबारीको छेउमा बनाउने निर्णय गरेको छ। यो विषयमा पक्ष र विपक्षमा धेरै आवाजहरू आइरहँदा धेरै विद्वानहरूले आफ्नो मत दिनुभन्दा पनि त्यसमा मौन बस्ने जुन फैसला गरेको छ त्यसप्रति मलाई केही भन्नुपर्ने छ। आज खास गरेर मध्य प्रदेशको सरकार जुन जनमत पार्टीको नेतृत्वमा माननीय सतीश सिंह मुख्यमन्त्री हुनुहुन्छ र स्पष्ट रूपमा जनमत पार्टीका अध्यक्ष माननीय सीके राउत जीले जुन एउटा पार्क बनाउने भनी शिलान्यास गर्नुभएको छ त्यो विषय अहिले चर्चाको विषय बनेको छ र मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् देशबाट। खास गरेर दलित समुदायमा पनि एउटा यस्तो विमर्शको विषय बनेर आएको छ। धेरैले ठीक छ भनिरहेका छन्, धेरैले हैन यो बेठिक छन् पनि भनिरहेका छन्, कतिपयले स्थान सही भएन भनिरहेका छन्, कतिपयले महाराज सहलेश र परम पूज्य बाबा साहब डाक्टर भीमराव अम्बेडकरको एउटै विचारधारा मूलनिवासी विचारधारा भएको हुँदा महाराज सहलेशको सन्तानको रूपमा डाक्टर अम्बेडकर हुनुहुन्छ र उहाँकै विचारधारामा आधारित भएर उहाँले सङ्घर्ष गर्नुभएको छ र विश्वलाई एउटा सन्देश दिनुभएको छ। त्यसैले एकै ठाउँमा हुँदा पनि केही फरक नपर्ने विचारहरू पनि आइरहेका छन्। खास गरेर समाजले अहिले तत्कालको अवस्थामा दलित समाजभित्र रहेका बुद्धिजीवी वर्गहरू, पत्रकार साथीहरू, अध्येता साथीहरू, विद्वान साथीहरूले यो विषयमा क्लियर गरेको देखिँदैन। समाजलाई यस्तै समयमा मार्गदर्शनको आवश्यकता हुन्छ जुन हाम्रो समाजका बुद्धिजीवीहरूले गर्न सकिरहेका छैनन्। यो एउटा खेदजनक विषय र यसको फाइदा यहाँका मनुवादी सामन्ती वर्ण व्यवस्थालाई पोषित गर्ने, वर्ण व्यवस्थाको आधारमा समाज सञ्चालन गर्न चाहने, वर्ण व्यवस्था छुवाछुत र भेदभावलाई दीर्घकालसम्म टिकाइराख्ने जुन शक्ति छ त्यो शक्तिले यही तरलतालाई प्रयोग गरेर, यही दलित समाजको मौनतालाई प्रयोग गरेर उनीहरूले आफ्नो हिसाबले डाक्टर अम्बेडकरको अपमान गर्ने सम्मका विभिन्न किसिमका शब्दहरू प्रयोग गरेर सोसल मिडियामा आइरहेका छन्। त्यसमा केही मनुवादी पत्रकारहरू पनि संलग्न छन्। त्यो एकदम दुर्भाग्यपूर्ण कुरा हो। यसमा सम्पूर्ण दलित तथा वञ्चित समाजले एकजुट भएर यो विषयमाथि आवाज उठाउनै पर्छ। साथीहरू, यही आग्रह गर्नका निम्ति तपाईहरु माझमा आएको छु। म एउटा दुईटा कुराहरू मात्रै छोटो समयमा तपाईहरुको बीचमा राख्ने प्रयास गर्नेछु। सर्वप्रथम, के जनमत पार्टी अम्बेडकर विचारधाराको पार्टी हो? के जनमतले वास्तवमै दलित, उत्पीडित र शोषित मुक्तिका निम्ति बाबा साहब अम्बेडकरको पार्क बनाएर एउटा सङ्केत दिन खोजेको हो? के डाक्टर सीके राउत अम्बेडकरवादी हुन्? यो महत्त्वपूर्ण सवाल छ। यदि होइनन् भने उनले किन पार्क बनाउने निर्णय गरे? यो दुईटा जुन प्रश्न छ यसलाई हामीले गम्भीरतापूर्वक विचार गरेर हेर्नुपर्छ। पहिलो चरणमा डाक्टर सीके राउत अम्बेडकरवादी होइनन्, उनी कट्टर मनुवादी हुन्। उनी दलित, उत्पीडित, जनजाति आदिका जुन मुद्दाहरू छन्, मागहरू छन् त्यसलाई सम्बोधन गर्ने विचारमा हुनुहुन्न। उहाँ पनि वर्ण व्यवस्थाको समर्थक नेता हुनुहुन्छ, यसमा कुनै दुई मत छैन। मधेसमा दलित महिलाहरूमाथि बलात्कार भइरहँदा, मधेसका दलित चेलीहरू लुटिरहँदा, मधेसका भाइहरू दलित युवाहरूको हत्या भइरहँदा एक शब्द पनि नबोल्ने जनमत पार्टीले डाक्टर अम्बेडकरको पार्क बनाउने निर्णय किन गर्यो भन्ने विषय पनि महत्त्वपूर्ण छ। यो भित्र के रहस्य छ भन्ने कुरा जान्नु हामीहरू सबैको यो कर्तव्य पनि छ र जागरुक भएर यसलाई बुझ्ने एउटा मनसाय पनि बनाउनु पर्छ। म पहिलोचोटि के भन्न चाहन्छु भने जनमत पार्टी कुनै पनि हालतमा डाक्टर अम्बेडकरको विचारको समर्थक होइन, उनी मनुवादी विचारको समर्थक हुन् र उनकै नेतृत्वमा चलिरहेको डाक्टर सीके राउतको नेतृत्वमा चलिरहेको जनमत पार्टीले कहिले पनि दलितलाई माथि उठाउन चाहेको पनि छैन, चाहदैन पनि। केवल दलितलाई भोट बैंकको रूपमा प्रयोग गर्ने उनको मनसाय छ। यसका प्रमुख कारण के हो भने डाक्टर अम्बेडकरको मानवतावादी विचारधारा, डाक्टर अम्बेडकरको सामाजिक न्याय सम्बन्धी विचारधारा, डाक्टर अम्बेडकरको वैश्विक विचारधारा जब नेपालमा प्रचार प्रसार तीव्रता लियो त्यसलाई काउन्टर गर्नका निम्ति मनुवादी हतियारको रूपमा
त्यसलाई काउन्टर गरेर दलितको भोट बैंक आफूतिर साध्ने हिसाबमा डाक्टर सीके राउत एउटा चतुर व्यक्तिको हिसाबले उनले डाक्टर अम्बेडकरको नाउँमा पार्क बनाउने एउटा घोषणा गरे र त्यो तपाईँको एकमात्र उद्देश्य दलितको भोट बैंक जनमततिर कसरी तान्न सकिन्छ भन्ने विचारले ग्रसित भएर या त्यो विचारले निर्देशित भएर उनले जानी वा नजानी या धोकाले डाक्टर अम्बेडकरको नाउँमा पार्क बनाउने भन्ने कुरा बजेटमा सामेल गराउन पुगे, जुन उनकै लागि पछि आएर गाह्रोको विषय बन्यो। किनभने उनको विचारधारा र डाक्टर अम्बेडकरको विचारधारा, बाबा साहब अम्बेडकरको विचार र उनले बोकेको विचारमा आकाश पातालको अन्तर छ। उनी वर्णवादी व्यवस्थाका समर्थक हुन्। उनी हिन्दू वर्णाश्रम व्यवस्थाभित्र जुन सिस्टम छ, ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र र अति शूद्रलाई जुन लेभलमा राख्ने किसिमका उनीहरूको सिद्धान्त छ, जुन नियम छ, उनीहरूको धार्मिक कानुन छ, त्यो धार्मिक कानुनलाई मान्ने मध्येका उनी पनि एक हुन्। त्यसैले उनले यो कुरा जुन गरे, यो इतिहासमा एउटा यस्तो घटना, नेपालको इतिहासमा एउटा यस्तो घटना हो जुन एउटा ब्राह्मणवादी कितामा खडा भएर डाक्टर अम्बेडकरको शालिग अथवा डाक्टर अम्बेडकरको नाममा पार्क बनाएर एउटा दलित भोट बैंक साध्ने कामको रूपमा उनले सुरु गरे। र अहिले उनलाई यो पनि थाहा छ, योभन्दा पहिले पनि थाहा भइसकेको हो कि हामीले यो आत्मघाती कदम चाल्यो। मनुवाद र अम्बेडकरवाद एकसाथ हिँड्न सक्दैन र अम्बेडकर पार्क बन्यो भने, अम्बेडकरको विचार प्रचार अझ बढी प्रसारित भयो भने, सरकारी तवरले अम्बेडकरलाई स्थापना गर्ने काम भयो भने, परम पूज्य बाबा साहब डाक्टर अम्बेडकरको विचारबाट शिक्षित र प्रशिक्षित मान्छे, शिक्षित र प्रशिक्षित समाजले कहिल्यै पनि त्यस्ता मनुवादी पार्टीहरूको साथ र समर्थन दिँदैन भन्ने कुरा उनले अब बुझिसके। अहिलेको क्रिया र प्रतिक्रियाहरू हेर्दा उनलाई धेरै गाह्रो भइसकेको छ। अम्बेडकर पार्क उनलाई बनाउनु छैन। यदि जनमत पार्टी र डाक्टर सीके राउतलाई अम्बेडकर पार्कलाई बनाउनु नै पर्ने थियो भने केही महिना अघि नै त्यो स्थल महाराज सलेशको फुलबारी स्थलमा बनाउन नदिने भनेर विरोध आइसकेको थियो। त्यो विरोध, यदि उनलाई अम्बेडकर पार्क बनाउनु थियो भने त्यो विरोधलाई गम्भीरताका साथ लिएर डाक्टर अम्बेडकर पार्कलाई अन्तै एउटा सार्वजनिक स्तरमा होस् या सरकारले कुनै जग्गा एक्वायर गरेर होस् त्यहाँ बनाउन सकिन्थ्यो। हुन त अम्बेडकर पार्क त्यहाँ बन्दा पनि केही फरक पर्दैन। सलेश फुलबारी नजिक बन्दा पनि अम्बेडकर पार्क र महाराज सलेशको, अम्बेडकरजी र महाराज सलेशजीको विचारधारा एउटै, उहाँको मार्ग एउटै, सबै कुरा एउटै भएको हुनाले उहाँ पनि मूल निवासी महानायक, उहाँ पनि मूल निवासी नायक। यसरी हेर्दाखेरि डाक्टर अम्बेडकर महाराज सलेशको सन्तानको रूपमा हुनुहुन्छ, महाराज सलेशको अनुयायीको रूपमा हुनुहुन्छ। महाराज सलेशको छेउमा, महाराज सलेशको सँगै अथवा महाराज सलेशको विचारसँग डाक्टर अम्बेडकरलाई राख्यो भने बरु वैश्विकीकरण हुन्छ। महाराज सलेशको विचार पनि वैश्विकीकरण हुन्छ, तर त्यसमा खतरा कुनै छैन। तर हाम्रो समाजलाई एउटा शक्तिले निर्देशित गर्यो जसलाई महाराज सलेशको इतिहाससँग पनि मतलब छैन, महाराज सलेशको विरासतको विकाससँग पनि मतलब छैन। अहिलेसम्म 100 वर्ष बितिसक्यो, तर महाराज सलेशको इतिहास र विरासतलाई उजागर गर्नका निम्ति, त्यसलाई झन समृद्ध बनाउनका निम्ति कुनै पनि मनुवादी पार्टीहरूले एउटा इँटा थप्ने पनि काम गरेन। बरु महाराज सलेशको व्यापक विचारधारालाई, महाराज सलेशको मूल निवासी महानायकको छविलाई, महाराज सलेशको योद्धा र क्रान्तिकारी सामन्तवादी व्यवस्था विरोध, वर्ण व्यवस्थाका विरोधको छविलाई धुमल्याउनका निम्ति उनले मनुवादसँग एउटा सीमित गरेर महाराज सलेशको विचारलाई, महाराज सलेशको स्थानहरूलाई, उहाँसँग सम्बन्धित ऐतिहासिक स्थलहरूलाई मनुवादीकरण गरी, ब्राह्मणीकरण गरी अहिलेसम्म एउटा सानो सीमित क्षेत्रभित्र सीमित गरिदिएको इतिहास र वर्तमान हामीसँग छँदैछ। तर दलित समाजका केही व्यक्तिहरूले यो कुरालाई बुझ्न सकेन। दलित समाजका केही व्यक्तिहरूलाई लाग्यो कि डाक्टर अम्बेडकरको पार्क सलेश फुलबारी नजिक बन्यो भने सलेश महाराजको इतिहास दमन हुनेछ, सलेश महाराजको इतिहास मेटिनेछ। यो कुनै पनि शर्तमा सही छैन। तैपनि यसमा सरकारको मानसिकता के थियो? उनलाई सीके राउत र उनको जनमत पार्टीलाई र यहाँका जुनसुकै पार्टी होस् जो मनुवादका आधारमा खडा भएका छन्, ती पार्टीहरूलाई डाक्टर अम्बेडकरको पार्क यहाँ बन्नु भनेको उनको छातीमा किला रोप्नु हो। त्यही कारणले गर्दाखेरि मनुवादलाई विनाश गर्ने एउटा आधारशिला खडा हुनु हो। त्यही कारणले यहाँका कुनै पनि पार्टीलाई, कुनै पनि नेतालाई अम्बेडकर पच्दैनन्, अम्बेडकरका विचारधारा पच्दैनन्। त्यसै कारणले गर्दाखेरि सबै पार्टीको र मनुवादी सङ्गठनहरूको एक मत के छ भने अम्बेडकर पार्क, अम्बेडकरको नाउँमा कुनै संस्थान, अम्बेडकरको नाउँमा कुनै
संस्कृति केन्द्रहरू, कुनै अध्ययन अनुसन्धान केन्द्रहरू यहाँ बन्नु हुँदैन। यदि अम्बेडकरको नाममा बन्न सुरु भयो भने अम्बेडकरको विचार प्रचार अझ बढी तीव्र गतिमा जानेछन् र अम्बेडकरको जुन बाबा साहब डाक्टर भीमराव अम्बेडकरको जुन एनिहिलेसन अफ कास्टको विचार छ, वर्ण व्यवस्था विनाश गर्ने विचार छ, समता स्वतन्त्रता र भाइचारा स्थापित गर्ने विचार छ, त्यो विचार स्थापित हुनलाई यहाँ धेरै समय लाग्दैन। यहाँका जनताहरू सचेत छन्, यहाँका दलितहरू सचेत छन्, यहाँ छिटै क्रान्ति सम्भव हुन सक्छ। त्यसै कारणले गर्दाखेरि यस्ता क्रान्तिलाई रोक्ने कसरी भन्ने उपाय उनीहरूको दिमागमा आइसकेपछि सबैको मिलोमतोमा, त्यसमा डाक्टर सीके राउत र जनमत पार्टीको समेत संलग्नतामा अम्बेडकर पार्क नबनाउने, बनाए जस्तो गर्ने तर नबनाउने जुन एउटा नीति लिएर अगाडि बढ्यो, त्यसैको फलस्वरूप सहलेस पार्क या सहलेस फुलबारी नजिकमा डाक्टर अम्बेडकरको पार्क बनाउने भनी शिलान्यास गर्न उहाँहरू पुग्नुभयो। यसको पछाडिको रहस्य यही छ कि त्यहाँ गएपछि दलितहरू जो फराकिलो मानसिकता बोक्दैन, जो मूल निवासी विचारभन्दा टाढा छन्, जो बहुजन विचारभन्दा टाढा छन्, जो अम्बेडकरलाई र महाराज सहलेसलाई, परम पूज्य बाबा साहब डाक्टर भीमराव अम्बेडकर, महाराज सहलेस, गुरु रविदास जी महाराज, महान दीनाबद्री महाराज लगायतका बहुजन महापुरुषहरूको विचारसँग प्रभावित छैन, जानकार छैन, उनीहरूलाई परिचालित गरेर पार्टीको हिसाबले होस् अथवा फरक पार्टीले बनायो भने हाम्रो पार्टीको नाम हुँदैन भन्ने कुरा सिकाएर होस्, दिमागमा भरेर होस्, डाक्टर अम्बेडकरको नाममा निर्माण भइरहेको पार्कको विरोध गराइदिने र त्यो विरोध भइसकेपछि सरकारले अर्को स्थान पनि नरोज्ने र पार्क पनि बन्दैन र हामीले त्यो दोष दलित समुदायमाथि लगाइदिन्छौँ र खास गरेर दलितभित्रका पनि पासवान समुदायका केही व्यक्तिहरूमाथि त्यो दोष जान्छ यदि अम्बेडकर पार्क बनेन भने। किनभने ती व्यक्तिहरूले स्पष्ट रूपमा एउटा विवाद खडा गर्न पुगे, त्यो कसैको परिचालनमा होस् या स्वविवेकले गरेको होस्, तर यो विवाद अम्बेडकर पार्क बनाउनुभन्दा पनि उनीहरूले मनुवादीको इसारामा यो गरेको स्पष्ट छ। मैले क्लियरै भन्नुपर्छ, किनभने समाजमा अगुवा बनेर काम गरिरहेका व्यक्तिहरूले सही समयमा समाजलाई सही दिशा निर्देशन दिन सक्ने हुनुपर्छ। घाटा र नफाको हिसाब किताब गरेर धेरै अहिलेका विद्वानहरू केही पनि बोल्न सकिरहेको छैन। त्यो इतिहासले यसलाई मूल्याङ्कन गर्नेछ, यो समयलाई इतिहासले मूल्याङ्कन गर्नेछ। पासवान समुदायभित्रका पनि अम्बेडकरवादी भनिएका व्यक्तिहरू अहिले मौन छन्, पासवान समुदायभित्रका पनि पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरू मौन छन्। सही या गलत कुनै पनि एउटा स्ट्यान्ड लिएर अगाडि बढेर आउनुपर्ने थियो, जुन एकदम नितान्त रूपमा उनीहरू मौन बस्नुको पछाडि केही न केही रहस्य छ। त्यो रहस्यलाई इतिहासले पक्कै पनि सम्बोधन गर्नेछ, इतिहासले मूल्याङ्कन गर्नेछ। तर म एउटा बहुजन अभियन्ता भएको नाताले, मूल निवासी अभियन्ता भएको नाताले सही कुरा भन्नलाई डराउँदिनँ। यसको असर चाहे भविष्यमा जेसुकै परोस्, किनभने राजनीतिक पार्टी सञ्चालन गर्ने राजनीतिक पार्टीको अध्यक्षको हैसियतमा म पनि छु, बहुजन एकता पार्टी नेपालको राष्ट्रिय अध्यक्ष म पनि हो। तर म सही कुरा भन्नबाट आज वञ्चित भयो भने यही समयले, यही इतिहासले मलाई एक दिन धिक्कार्नेछ र मैले केवल यहाँ भोटको राजनीति गर्नको लागि आएको होइन, असलमा मूल निवासी समाजको इतिहासलाई दोहोर्याउनका निम्ति, उनीहरूको विरासत दिनका निम्ति, उनीहरूको राजसत्ता पुनः स्थापित गर्नका निम्ति बहुजन एकता पार्टीले सङ्घर्ष गरिरहेको छ। त्यसै कारणले हामीले र हाम्रो पार्टीले यो कुरा अवश्य बोल्नेछ। यो कसैले चित्त दुखाइ गर्नुपर्ने कारण छैन। सही कुरा भन्दाखेरि कसैलाई चित्त दुख्यो भने पनि त्यसमा हाम्रो कुनै गुनासो छैन, हाम्रो कुनै पीर मर्का छैन। दुख्ने चित्त दुखाउनेले दुखाइरहन पाउँछन्, तर स्पष्ट रूपमा बहुजन एकता पार्टी यो विचारमा अडिग छ। महाराज सहलेसकै फुलबारी नजिक भए पनि या नभए पनि, अन्तै कतै भए पनि यो पार्क बन्नु पर्थ्यो, तर सरकारकै मानसिकता यो छ कि यो पार्क नबनोस्। उनले धोकाले अम्बेडकर पार्क बजेटमा सामेल गर्न पुगे। त्यसलाई हटाउनका निम्ति, त्यसलाई खत्म गर्नका निम्ति उनले डाइरेक्ट यदि सहलेस पार्क सहलेस फुलबारीनिर शिलान्यास नगरेको भए, अन्तै कतै गरेको भए, त्यहाँ पार्क बनाउनका निम्ति सबै दलितहरू एकजुट हुन्थे। यसमा कुनै दुई मत छैन। सबै दलितहरू एकजुट हुन्थे र त्यसमा पनि पार्क बन्न नदिनका निम्ति सवर्ण समाजका व्यक्तिहरू, जसले आफूलाई हिन्दूमा सर्वश्रेष्ठ मान्छन्, जसले आफूलाई उच्च जातिका ठान्छन्, जसले दलितलाई पशुभन्दा माथि कहिल्यै पनि देखेन, कहिल्यै पनि त्यस्तो व्यवहार गरेन, जसले दलितलाई मानव नै मानेन, त्यस्ता व्यक्तिहरू त्यहाँ गएर विरोध गर्ने काम सुरु गर्नु पर्थ्यो। र त्यस्ता व्यक्तिहरूले जब अन्त कतै निर्माण हुँदाखेरि विरोध गर्नलाई सुरुमा उनीहरूले नेतृत्व गर्नु पर्थ्यो। तर दुर्भाग्य यो छ कि डाक्टर सीके राउत चलाकीपूर्ण तरिकाले महाराज सहलेसको
फुलबारी नजिक यस कारणले बनाए कि उनलाई थाहा थियो कि यहाँ पहिलादेखि नै केही दलितहरू विरोध गर्न सुरु गरिसकेका छन् अथवा विरोध गर्न लगाइसकिएको छ। त्यसैले मैले त्यहाँ गरिदिएँ भने फेरि दलितहरूको नाउँमा यो कलङ्क जान्छ कि अम्बेडकरको पार्क दलितले नै बनाउन दिएन। तपाईहरु ख्याल गर्नुस्, अम्बेडकरको पार्क सलेश फुलबारी भन्दा यदि बाहिर गएर बनाउने काम पनि सुरु गर्यो भने त्यहाँ डाइरेक्ट रूपमा प्रत्यक्ष संलग्न भएर मनुवादी व्यक्तिहरू विरोध गर्न आउँछन् र त्यतिखेर मनुवादी किता र समतावादी किता स्पष्ट रूपमा छुट्ने सम्भावना हुन्छ। तिनीहरू चाहन्छन् कि अम्बेडकरको पार्क पनि नबनोस्, अम्बेडकराइट विचार मुभमेन्टलाई दमन पनि गर्न सकियोस् र हाम्रो नाउँ पनि अगाडि नआओस्, किनभने दलितको भोटको लागि उनीहरूलाई डर पनि लागिरहेको छ। जनमतमा लागेका दलित साथीहरूले यो कुराहरूलाई बुझ्न सकिराख्नु भएको छैन। किन यदि डाक्टर राउत अम्बेडकर पार्क बनाउन चाहनुहुन्छ भने ठीक छ, हामीलाई लाग्छ हामी सलेश फुलबारी नजिक पनि पार्क बनेमा कुनै फरक छैन भन्ने विचार हाम्रो हो। तर दलित समुदायभित्रै पनि केही व्यक्तिहरू, केही समाजका व्यक्तिहरू यस्ता छन् जसलाई सलेश महाराजको फुलबारी नजिक अम्बेडकरजीको पार्क बन्यो भने सलेशको इतिहास, महाराज सलेशको गौरव खतरामा पर्ने देखिरहेका छन्। म उहाँको विचारलाई पनि कदर गर्छु, सम्मान गर्छु, किनभने उहाँको सोच जति छ उहाँले सोचिराख्नु भएको छ। ठिकै छ, एकछिनको लागि मानव उहाँको विचार सही छ र अम्बेडकर पार्क बन्दाखेरि त्यहाँ सलेश महाराजको गरिमा मेटिन्छ भने यदि सरकार इमानदार हो भने त्यो पार्कलाई अन्तै कतै लगेर त्यो पार्कलाई फेरि पनि त्यहाँ 10 धुरमा मात्रै सीमित गरेको पनि कुरा छ। 10 धुरमा डाक्टर अम्बेडकरको पार्क यो नबनाउने मनसायले यस्ता कुकृत्यहरू जनमत पार्टी र सिके राउतबाट गरिँदैछ। तर यसको शिकार हामी दलित समाज हुँदैछौँ। यो बहुत महत्त्वपूर्ण र गम्भीर कुरो हो। भविष्यमा अम्बेडकर पार्क कसले बनाउन दिएन भनेर कसैले सवाल गर्यो भने त्यसमा 1 नम्बरको नाम दलित समाजको आउँछ र खास गरेर दलित समाजभित्र पनि हाम्रा सबैभन्दा जिनियस समाज भनौँ, सबैभन्दा लडाकु समाज भनौँ, दलितभित्रका पनि आफूलाई मार्शल कास्ट भन्ने पासवान जातिहरूमाथि यो कलङ्क लाग्छ, जुन कलङ्क इतिहासले कहिल्यै पनि मलाई लाग्छ माफ गर्दैन। त्यसैले हामी पासवान समुदाय अथवा दलित कहने समुदायहरू किन कलङ्कित हुने, यसबाट हामी बच्न सक्नुपर्दछ। यो सरकारको षड्यन्त्र हो। यो षड्यन्त्रको शिकार हामी नबनौँ। जनमत पार्टी अम्बेडकरवादी मुभमेन्टको दुश्मन हो। जनमत मात्रै होइन कि यहाँ मधेसमा रहेका मधेसी पार्टीहरू र पहाडमा रहेका पहाडका ब्राह्मण नेतृत्वका पार्टीहरू सबै अम्बेडकराइट मिसनका विरुद्ध हुन्। त्यसै कारणले गर्दाखेरि उनका भरौटेहरू सरकारवादी पार्टीका र अम्बेडकरवादी पार्टीका विरुद्धका र जातिवादीका पोषकहरू, जातिवादीका संरक्षकहरू, वर्णाश्रम सिस्टमका समर्थकका पत्रकारहरू, वर्णाश्रम सिस्टम समर्थकका सङ्गठनहरू, राजावादीहरूले अहिले फेरि पनि खुलेर दलितहरू सामञ्जस्य गर्न तयार हुन सक्छन्। उनीहरूलाई थाहा छ दलितहरू कहीँ न कहीँ डाक्टर अम्बेडकर पार्क निर्माणका निम्ति एकजुट हुन सक्छन् भन्ने कुरा उनीहरूलाई थाहा छन्। त्यसैले बिस्तारै पत्रकारिताको माध्यमले, बिस्तारै सामाजिक सङ्गठनहरूको, धार्मिक सङ्गठनहरूको आडमा डाक्टर अम्बेडकर भारतीय हुन् भनेर यस्ता कुराहरू अहिले समाजमा ल्याएर एउटा भ्रम छर्ने काम गरिरहेका छन्। म तपाईहरुलाई बताउँछु, अहिले एउटा पत्रकार दिवाकर के भन्ने एकजना पत्रकार हुनुहुन्छ। उहाँले खुलमखुला रूपमा डाक्टर अम्बेडकर भारतीय नेता हो, उहाँको यहाँ किन तस्बिर बन्नु पर्यो, किन यहाँ पार्क बन्नु पर्यो भनेर बहस चलाउँदै हुनुहुन्छ। म उहाँलाई भन्छु, डाक्टर अम्बेडकर भारतीय नेता मात्रै होइन, तपाईले थाहा हुनुपर्छ डाक्टर अम्बेडकर संसारभरिका उत्पीडित जनताका, दलित जनताका, अछुत बनाइएका जनताका, पीडित बनाइएका जनताका, दास बनाइएका जनताहरूका निम्ति भगवान हो। अम्बेडकर एउटा व्यक्ति होइन, अम्बेडकर एउटा दर्शन हो, अम्बेडकर एउटा विचार हो। तपाईले यो कुरा ख्याल गर्नुपर्छ। तपाई पत्रकार हो, तपाईले निष्पक्ष कुरा गर्ने हो। तपाईले एउटा राजाको समर्थनमा, तपाईले एउटा धार्मिक कट्टरवादीको समर्थनमा, तपाईले जातिवादको समर्थनमा धेरै कुरा बोलेको हामीले सुनेका छौँ। तर एउटा दलित महिलाको बलात्कार हुँदा तपाई पुग्न सक्नु भएको छैन। नवराज विश्वकर्मा सहित 6 जनाको हत्या हुँदाखेरि तपाईको एउटा पनि रिपोर्टिङ भएन। सप्तरीका त्रिभुवन राम मारिँदाखेरि तपाईको रिपोर्टिङ भएन। पूजा महारा मारिँदाखेरि, बलात्कृत हुँदाखेरि तपाईको रिपोर्टिङ भएन। रिङ्कू सादा मारिँदाखेरि तपाईको रिपोर्टिङ भएन। विजय राम मारिँदाखेरि तपाईको रिपोर्टिङ भएन। निरञ्जन रामको हत्या हुँदाखेरि तपाईको रिपोर्टिङ भएन। सुमित्रा बैठाको बलात्कार हुँदाखेरि तपाईको रिपोर्टिङ भएन। यज्ञको नाउँमा एउटा डोम समुदायको व्यक्तिको घर उजाडेर फ्याँकिँदा पनि तपाईको रिपोर्टिङ भएन। विकासको नाउँमा दलितहरूको बस्तीमा डोजर चलाउँदा पनि तपाईको रिपोर्टिङ हुँदैन। तर तपाई त्यस्ता पीडित र वञ्चित जनताहरू जसले अम्बेडकरबाट सम्मान पाउँछ, जसले अम्बेडकरको विचारबाट क्रान्ति गर्ने हिम्मत पाउँछ, जसले अम्बेडकरको विचारबाट प्रेरित भएर यो देशमा समता, स्वतन्त्रता र न्यायको लडाई लडिरहेका छन्,
त्यस्ता महान अम्बेडकरको खिलाफमा तपाईँ आवाज उठाउँदै हुनुहुन्छ। तपाईँ आफै भन्नुहुन्छ कि डाक्टर अम्बेडकर विश्व प्रसिद्ध हुनुहुन्छ, उहाँको सम्मान पुरा दुनियाँमा छ। के यो दुनियाँमा नेपाल पर्दैन? यदि अम्बेडकरको सम्मान पुरा दुनियाँमा छन् र विश्वव्यापी व्यक्तित्व हो, विचार हो, उहाँ दर्शन हो भने तपाईँ आफैले भन्नुहुन्छ कि धेरै सम्मानित हुनुहुन्छ उहाँ। अनि धेरै सम्मानित व्यक्तित्व, धेरै सम्मानित भगवान, धेरै सम्मानित आराध्यलाई तपाईँ नेपाललाई विश्वको देशको रूपमा गन्नुहुन्न कि नेपालमा आराध्य बन्नलाई सवर्ण हुनुपर्छ, उच्च जातिको हुनुपर्छ? तपाईले अम्बेडकर पार्कको विरोध गर्नुभयो। के तपाईलाई थाहा छैन यहाँ गान्धीको नाउँमा पनि पार्क छन्, सङ्घ संस्थाहरू छन्? तपाईलाई बताइदिउँ म, ह्यारी हिल गोर्खामा ह्यारी हिल विदेशीको नाउँमा छ, रोयल बहराइन पिक विदेशीको नाउँमा छ, लिटिल अमेरिका भन्ने फोडा दरबार काठमाडौँ नारायणहिटीको सामुने छ, माउन्ट एभरेस्टको पनि नामाकरण विदेशीको नाउँमा गरिएको छ, महात्मा गान्धी स्मृति अस्पताल राखिएको छ, गान्धी आश्रम मोरङमा सञ्चालित छ, नेपाल गान्धी स्मारक निधि काठमाडौँमा सञ्चालित छ, रामानन्द चौक जनकपुरमा छन्, विद्यापति चौक जनकपुरमा छन्, हजारौंको संख्यामा लाखौंको संख्यामा रामकृष्ण मन्दिरहरू छन्, दशरथका मन्दिरहरू छन्। के ती सबै नेपालमा जन्मेका हुन्? यहाँ कतिपय सङ्घ संस्था र अनुसन्धान केन्द्रहरू जर्मनका विद्वानको नाउँमा राखिएको छ, कतिपय ब्रिटिसका विद्वानहरूको नाउँमा राखिएको छ। त्यसको विरोध तपाईँ गर्नुहुन्न। तर अम्बेडकर, परमपूज्य बाबा साहब अम्बेडकर धर्मको हिसाबले पनि बोधिसत्व हुनुहुन्छ र हाम्रो भगवान हुनुहुन्छ। जसरी मनुवादीका निम्ति, जसरी वर्ण व्यवस्थालाई समर्थन गर्ने व्यक्तिहरूका र समाजका निम्ति राम भगवान हुनुहुन्छ, त्यसरी नै वर्ण व्यवस्थालाई नमान्ने, जातिपाती नमान्ने, समता स्वतन्त्रता र भाइचारा स्थापित गर्न चाहने, बुद्धको मार्गमा हिँड्न चाहने, सलेसको मार्गमा हिँड्न चाहने तमाम उत्पीडित जनताका निम्ति संसारभरिमा जहाँ बसे पनि, नेपाल, भारत लगायत अन्य कन्टिनेन्टहरूमा बसे पनि त्यहाँका उत्पीडित जनताका निम्ति डाक्टर बाबा साहब भीमराव अम्बेडकरजी भगवान हुनुहुन्छ। तपाईको निम्ति राम भगवान हुन सक्छ, कसैको निम्ति जिसस क्राइस्ट भगवान हुन सक्छ, इस्लामहरूका निम्ति मोहम्मद पैगम्बर साहब भगवान हुनुहुन्छ। तर दलितका निम्ति, अछुतका निम्ति त्यो संसारमा जहाँसुकै बसोस् डाक्टर अम्बेडकर भगवान हुनुहुन्छ। त्यसैले यदि तपाईले यस्तो कुरा गर्नुहुन्छ भने विदेशमा जन्मेका र नेपालमा आएका तमाम धर्मसँग सम्बन्धित स्थलहरू, राजनीतिसँग सम्बन्धित स्थलहरू, अन्य सँग सम्बन्धित स्थलहरू तपाईँ हटाउन सक्नुहुन्छ। त्यसको विरोध किन गर्नुहुन्न? किनभने तपाईँ जातिवादी मान्छे हो। डाक्टर अम्बेडकर दलितमा जन्मेको कारणले गर्दाखेरि उहाँको विरोध गर्नुभयो, तर महात्मा गान्धीको विरोध भएन तपाईसँग। तपाईँ त्यो ह्यारी हिलको विरोध गर्न सक्नुहुन्न, तपाईँ त्यो रोयल बहराइन पिकको विरोध गर्न सक्नुहुन्न, माउन्ट एभरेस्टको विरोध गर्न सक्नुहुन्न। तपाईँ रामानन्द चौकमा, रामानन्द चौक जसको नामाकरण छ, उहाँ कहाँको, नेपालको कुन जिल्लामा जन्मेका व्यक्ति हुनु? उहाँ विद्यापति कहाँको हुनुहुन्छ? रह्यो कुरा अम्बेडकरको नेपालमा के योगदान छ भन्ने कुरा पनि तपाईले म बताइहालौँ। अम्बेडकरको योगदान एउटा, यो दुनियाँमा प्रत्येक मिनेट हजारौं मान्छेहरू जन्मिन्छन् र हजारौं मान्छेहरू मरिरहेका छन्। प्रत्येक मिनेट कसैलाई कुनै मतलब छैन त्यो हजारौं मान्छेहरू को जन्मे, को मरे, कुनै मतलब छैन। तर कुनै एक व्यक्ति जन्मिन्छन् जसको प्रभाव मर्ने बेलामा उसको गाउँभरि हुन्छ। एउटा यस्तो व्यक्ति पनि जन्मन्छन् जब ऊ मरेर जान्छन् उहाँको लागि आँसु बगाउने एउटा जिल्ला हुन्छ। यस्तो व्यक्ति पनि जन्मन्छ जब उहाँ दुनिया छोडेर जाँदाखेरि पुरा देश रुन्छन्, र यस्तो व्यक्ति पनि जन्म हुन्छन् जो दुनिया छोडेर जाँदाखेरि उहाँको विचारले, उहाँको कर्मले पूरा संसार रुने गर्छन्, पूरा संसार हलिने गर्छन्, पूरा संसार एकटक भएर हेर्ने गर्छन् कि हाम्रो मसीहाको आज अन्त्य भयो। त्यो मृत्यु बुद्धले वरण गरे, त्यो मृत्यु मोहम्मद पैगम्बरले वरण गरे, त्यो मृत्यु जिसस क्राइस्टले वरण गरे, र त्यस्तै मृत्यु महामानव परम पूज्य बाबा साहब डाक्टर अम्बेडकरले वरण गरे, जसको अन्तले पूरा संसारलाई हलाइदियो। पूरा संसारका उत्पीडितहरू स्तब्ध भए, उनको कर्तव्यका अगाडि सारा संसार झुकिन पुगे। तपाईँ नेपालको कुरा गर्नुहुन्छ, जापानमा डाक्टर अम्बेडकर पढाइ हुन्छ, उहाँको स्मारक छ त्यहाँ। इंग्ल्यान्डमा पढाइ हुन्छ, त्यहाँ स्मारक छ। अमेरिकाको संसदमा अम्बेडकर जयन्ती मनाइन्छ, त्यहाँ संसारकै सर्वोत्कृष्ट
युनिभर्सिटी कोलम्बिया युनिभर्सिटीमा डाक्टर अम्बेडकरको स्ट्याच्यु लागेको छ, उहाँको नाउँमा गेट निर्माण भएको छ। अम्बेडकरमा उहाँ अमेरिकामा बाबा साहब डाक्टर अम्बेडकरको नाउँमा सडक छ, अम्बेडकरको नाउँमा पार्क छन्, विभिन्न संरक्षणहरू छन्। दुनियाँमा बुद्धपछि सबैभन्दा धेरै स्ट्याच्यु बनेको कोही यदि महापुरुष हुनुहुन्छ भने त्यो डाक्टर अम्बेडकर हुनुहुन्छ। हरेक देशमा तपाईँ डाक्टर अम्बेडकरको विचार मान्ने व्यक्ति पाउनुहुन्छ, डाक्टर अम्बेडकरलाई भगवान मान्ने व्यक्ति पाउनुहुन्छ, डाक्टर अम्बेडकरलाई विद्वान मान्ने व्यक्ति पाउनुहुन्छ। यस्ता महान व्यक्ति संसारमा बिरलै आउने गर्छन्। तपाईँ पूर्वाग्रही किन हुनुभयो? किनभने डाक्टर अम्बेडकर भारतमा जन्मनुभयो र दलितको घरमा जन्म। भारतमा मात्रै होइन, भारतमा जन्मेका रामकृष्ण तपाईँको आराध्य हुनुहुन्छ। तपाईँले भन्नुभएछ यो त धर्म हो, भगवान हो। भगवानको अर्थ हुन्छ मानवताको कल्याण गर्नु। राम र कृष्णको सिद्धान्तले तपाईको जुन धर्म छ त्यो धर्मको सिद्धान्तले हामी अछुत बनिरह्यौं, हामी नीच बनिरह्यौं। हजारौं सालसम्म हामीलाई पढ्न लेख्न दिएन, हजारौं सालसम्म सार्वजनिक इनार कुवा नदी नालाहरूको पानी पनि खान दिएन। डाक्टर अम्बेडकरको आन्दोलनले गर्दाखेरि आज हामी मानव बनेका छौं। तपाई जसलाई भगवान भन्नुहुन्छ उहाँ हाम्रो लागि भगवान होइन। उहाँको विचार उहाँको सिद्धान्त मान्ने व्यक्तिहरूले अहिले पनि हामीलाई अछुत मानिरहेका छन्। अहिले पनि मन्दिर प्रवेश गर्न निषेध गरिएको छ। अहिले पनि हत्या हिंसाको जुन पराकाष्ठा छ त्यो जातिको आधारमा भइरहेको छ, वर्णाश्रम सिस्टमको आधारमा भइरहेको छ। तपाईलाई चिन्ता यो छैन कि सलेश महाराजको इतिहास कहाँ जान्छ? तपाईलाई चिन्ता यो छ कि डाक्टर अम्बेडकरको विचारधारा प्रचार प्रसार हुन नेपालमा तीव्र गतिमा सुरु भयो भने यहाँ वर्ण व्यवस्थामाथि खतरा छ। डाक्टर अम्बेडकरलाई हेर्न जाने व्यक्तिहरूले महाराज सलेशलाई पनि हेर्नेछन् र उनलाई जुन ब्राह्मणाइजेसन गरिएको छ, उनको विचारधाराका खिलाफ जुन उनलाई हिन्दूकरण गरिएको छ त्यो बिस्तारै डिब्रनाइज हुँदै जानेछ, त्यो खतरा छ। त्यति मात्रै होइन, डाक्टर अम्बेडकरको प्रभावले यहाँको सरकार हालिनेछन्, सरकार बदल्नेछन्। यहाँका दलित उत्पीडित जनताहरू एकजुट भएर सामन्तवादका खिलाफमा ब्राह्मणवादका खिलाफमा क्रान्ति गर्न सक्नेछन्, त्यो डर छ तपाईभित्र, तपाईहरुभित्र त्यो डर छ। म तपाईहरुलाई रिक्वेस्ट गर्न चाहन्छु र सबैलाई रिक्वेस्ट गर्न चाहन्छु, डाक्टर अम्बेडकर हाम्रो भगवान हो। जसरी तपाई आफ्नो आराध्यलाई मान्नुहुन्छ, तपाईको हितमा काम गरेकोले मान्नुहुन्छ, डाक्टर अम्बेडकर हाम्रो हितमा काम गरेको, सम्पूर्ण मानवताको हितमा काम गरेको कारणले हामी डाक्टर अम्बेडकरलाई भगवान मान्छौं र भगवान हुनुहुन्छ। त्यति मात्र होइन, दुनियाभरका बुद्धिस्टहरूले, दुनियाभरका बुद्धका अनुयायीहरूले डाक्टर अम्बेडकरलाई भगवान मान्छन्, बोधिसत्व मान्छन्। यो केवल इन्डियाको कुरा होइन, नेपालको कुरा मात्रै होइन। डाक्टर अम्बेडकरलाई बोधिसत्वको उपाधि प्राप्त भएको छ। डाक्टर अम्बेडकरलाई विरोध गर्नु भनेको बुद्धलाई पनि विरोध गर्नु हो, बुद्धको मानवतावादी विचारलाई पनि विरोध गर्नु हो। तपाईहरु वास्तवमा बुद्धका विचारको पनि विरोधी हुनुहुन्छ, त्यसैले डाक्टर अम्बेडकरको विचारको विरोध गरिराख्नु भएको छ। तपाईले थाहा हुनुपर्छ, डाक्टर अम्बेडकर 1956 मा नेपाल आउँदाखेरि उहाँले जुन यहाँ भाषण गर्नुभयो बुद्ध अथवा कार्ल मार्क्स, नेपालको बुद्धलाई कार्ल मार्क्स भन्दा पनि उच्च स्थानमा पुर्याउने व्यक्ति यदि संसारमा कोही हुनुहुन्छ भने त्यो डाक्टर बाबा साहब भीमराव अम्बेडकर हुनुहुन्छ। कार्ल मार्क्स भन्दा पनि उच्च स्थानमा बुद्धलाई पुर्याउने महान हस्ती जसलाई दुनियाले नमन गरिरहेका छन्। तपाईले थाहा छ कि छैन, दक्षिण कोरिया उत्तर कोरियाले पनि डाक्टर अम्बेडकरको विचारको सामने नतमस्तक हुनु परेको छ र बुद्धको विचारलाई संसारभर फैलाउने, संसारभर पुर्याउने आधुनिक समयमा यदि कोही महापुरुष हुनुहुन्छ भने उहाँ डाक्टर भीमराव अम्बेडकर हुनुहुन्छ। र बुद्धलाई त्यतिको सम्मान दिलाउने, बुद्धको विचारलाई भारतमा मनुवादीहरूले नाश गरिसकेको थियो। तपाईहरुको विचारधारा मान्ने व्यक्तिले बुद्धको विचारलाई नाश गरिसकेको थियो। बुद्धको विचार नाश हुनु भनेको अन्ततः नेपालको पनि गरिमा घट्नु हो। तर डाक्टर अम्बेडकर लाखौं लाख व्यक्तिहरूलाई एकैचोटी महामानव तथागत गौतम बुद्धको विचारसँग जोडेर धर्मचक्र परिवर्तन गरे। त्यस्ता महामानव तपाई भन्नुहुन्छ नेपालमा के योगदान छ? नेपालका महान पुरुष महामानव भगवान बुद्धको विचारलाई दुनियाभरि आधुनिक तरिकाले स्थापित गर्ने, दुनियाभरि आधुनिक तरिकाले पुर्याउने र बुद्धलाई एउटा नयाँ पहिचान दिने, बुद्धको विचारलाई दलित उत्पीडित आदिवासी जनजातिको आत्मासम्म पुर्याउने काम डाक्टर अम्बेडकरले गर्नुभएको छ। के तपाई नेपाल हुनुहुन्छ, जान्नुहुन्छ बुद्धको बारेमा? त्यति
बुद्धको सिद्धान्तको बारेमा बुझ्नु भएको छ, तर अम्बेडकरको कारणले आज लाखौं लाख करोडौं व्यक्तिहरू बुद्धको शरणमा पुग्न सफल भएका छन्। यो नेपालको लागि गौरवको विषय हो कि संसारका विद्वान टप 10 विद्वान मध्येको सर्वोत्कृष्ट विद्वान डाक्टर अम्बेडकरले नेपालको बुद्धलाई गुरु मानेका छन्। अहिले बुद्धसँग सम्बन्धित स्थलमा लाखौंको संख्यामा भारतीय बुद्धिस्टहरू पर्यटकको रूपमा नेपाल आउने गर्दछन्। अर्बौं खर्बको निवेश भइरहेको छ बुद्धको नाउँमा। तपाई गएर हेर्नुस्, यदि इन्डियामा डाक्टर अम्बेडकर नजन्मेको भए भारतीय लगायतका आसपासका देशका बुद्धिस्टहरू नेपालमा आउने पनि थिएनन्, किनभने उहाँहरू बुद्ध क्रान्तिमा सामेल हुनुभएको भने डाक्टर अम्बेडकरको 1956 पछिको जुन बुद्ध धर्ममा उहाँले प्रवेश गर्नुभयो र लाखौं लाखको संख्या लिएर एकैचोटि बुद्ध धर्ममा दीक्षा दिन लगाउनु भयो, त्यो फलस्वरूप अहिले हजारौं र लाखौंको संख्यामा पर्यटकहरू नेपाल आउँछन् र नेपाललाई इज्जतको दृष्टिले हेर्ने गर्छन्, सम्मानको दृष्टिले हेर्ने गर्छन्। बुद्धको कारणले नेपाल विश्वमा परिचित छन् र त्यो बुद्धको उच्चतम अनुयायी मध्येको एक डाक्टर अम्बेडकर हुनुहुन्छ। यो कुरा तपाईले बिर्सनुहुन्न। 1956 मा यहाँ भएको विश्व बौद्ध सम्मेलनमा डाक्टर अम्बेडकरले कार्ल मार्क्स अथवा बुद्ध अथवा मार्क्स भन्ने जुन अभिव्यक्ति दिनुभएको छ, त्यो दुनियाँको उत्कृष्ट अभिव्यक्तिहरू मध्येको एक हो, जसमा नेपालको बुद्धलाई संसारको सबै विचारभन्दा माथि लगेर डाक्टर अम्बेडकरले राख्ने काम गर्नुभएको छ। अनि नेपालमा के योगदान छ भन्नुहुन्छ? सामाजिक क्रान्तिको जति पनि आन्दोलनहरू भइरहेका छन् नेपालमा, त्यो सबै डाक्टर अम्बेडकरको विचारबाट प्रेरित आन्दोलन। आज म बोलिरहेको छु, म जस्ता हजारौं व्यक्तिहरू अहिले बोलिरहेका छन्। सामन्तवादका खिलाफमा, जातिवादका खिलाफमा, पाखण्डका खिलाफमा, अन्धविश्वासका खिलाफमा, व्यथितिका खिलाफमा, कुरीतिका खिलाफमा, हत्या हिंसा र बलात्कारका खिलाफमा त्यो इनर्जी डाक्टर अम्बेडकरको विचार, उहाँको मार्गदर्शनबाट नेपालीलाई प्राप्त भएको छ। नेपालको संविधानमा जुन आरक्षणको व्यवस्था गरिएको छ, नेपालको संविधानमा जुन समावेशिताको व्याख्या गरिएको छ, नेपालको संविधानले अंगीकार गरेका धेरै कुराहरू अम्बेडकरका विचारबाट प्रभावित छन्। तपाईले भनेर हुन्छन् नेपालको कुनै पनि राजनीतिक दलका नेताहरू जो संविधान लेख्नमा शरीक थिए, खुल्यामा आएर भन्नुहोस् त नेपालको संविधान निर्माणमा अम्बेडकरको विचारको योगदान छैन भन्ने कुरा आएर भन्न सक्छन्? सक्दैनन्। यो महत्त्वपूर्ण देन हो डाक्टर अम्बेडकरको विचारको कि नेपालको संविधानमा समावेशिता छ, आरक्षण छ, नेपालको संविधान प्रगतिशील छ। यो डाक्टर अम्बेडकरको विचारको अध्ययनको कारणले गर्दाखेरि यहाँका मूल निवासी समाजका नेताहरूले त्यस्ता क्रान्ति गर्न सफल भए। यहाँ कम्युनिस्ट पार्टीहरू छन्, जर्मनीका सिद्धान्तबाट, जर्मनीका मार्क्सको सिद्धान्तबाट चल्ने, चीनबाट चल्ने माओवाद, कांग्रेसको सिद्धान्त बेलायतबाट प्रेरित छन्, राजावादी सिद्धान्तहरू छन्, भारतबाट आएका हिन्दुत्वका सिद्धान्तहरू छन्, वर्ण व्यवस्थालाई बचाउने सिद्धान्त भारतबाट आएको छ। तपाईं नेपालमा किन चिच्याइराख्नु भएको छ? यदि त्यस्तै हो भने वर्ण व्यवस्थालाई बचाउने, वर्ण व्यवस्थाको उत्पत्ति भारतबाट भएको, जात व्यवस्थाको उत्पत्ति भारतबाट भएको, तपाई किन नेपालमा चिच्याउनुहुन्छ? हटाउनुस् नेपालबाट जात व्यवस्था, हटाउनुस् वर्ण व्यवस्था। तपाईमा यदि त्यति क्षमता छ भने तपाईले महाराज सलेशको इतिहाससँग सरोकार छैन। जुन वर्ण व्यवस्था तपाई बचाइराख्नु भएको छ, त्यो वर्ण व्यवस्थाको उत्पादक भारत हो र त्यही भारतमा वर्ण व्यवस्था विनाश गर्ने विचारकको पनि जन्म भएको हो। यो तपाईलाई सह्य भइरहेको छैन। भारतमा जन्मेका वर्ण व्यवस्थाका कट्टर समर्थकहरूलाई तपाईले नेपालमा पूजा गर्ने, तर त्यही भारतमा जन्मेका त्यही वर्ण व्यवस्थाको कट्टर विरोधीहरू त्यसलाई विनाश गर्ने सिद्धान्त दिने, एनिहिलेसन अफ कास्टको विचार दिने, पाखण्डको विरुद्धमा विचार दिने, समता, स्वतन्त्रता र भाइचाराको विचार दिने डाक्टर अम्बेडकर तपाईको लागि विरोधी। तपाई उहाँको विरोध गर्नुहुन्छ। यदि तपाई सच्चै राष्ट्रभक्त हुनुहुन्छ भने भारतमा जन्मेका, विदेशमा जन्मेका सबैले हटाउनुस्। तपाई भन्नुहुन्छ त्यो भगवान हो। जसरी तपाईको लागि उहाँहरू भगवान हुनुहुन्छ, त्यस्तै अम्बेडकर हाम्रो लागि भगवान हुनुहुन्छ। हामीलाई पानी खाने अधिकार उहाँको आन्दोलनबाट प्राप्त भएको, हामीलाई बोल्ने अधिकार उहाँको आन्दोलनबाट प्राप्त भएको छ। एउटा तर्क छ, नेपालमा दलितहरू शहादत गरेका छैनन्,
मुस्लिमहरू शहादत गरेका छन्, उहाँहरूको नाममा पार्क बनाउनुहोस्, उहाँहरूको नाममा पनि पार्क बन्नुपर्छ। तर उहाँहरू शहादत गर्ने, आन्दोलन गर्ने, क्रान्ति गर्ने जुन चेतना प्राप्त गर्नुभएको छ त्यो डाक्टर अम्बेडकरबाट प्राप्त गर्नुभएको छ, डाक्टर अम्बेडकरको क्रान्तिबाट प्राप्त गर्नुभएको छ। त्यसै कारणले डाक्टर अम्बेडकर केवल नेपालमा मात्र होइन, भारतमा मात्र होइन, सारा संसारका पूजनीय हुनुहुन्छ। उहाँलाई विश्वमा सिम्बल अफ नलेजको उपाधि प्राप्त छ, बोधिसत्वको उपाधि प्राप्त छ। उहाँलाई अमेरिकाले महासूर्य भनेको छ। ती देशहरूमा किन विरोध भइरहेका छैनन्? किनभने ती देशलाई राम्ररी थाहा छ अम्बेडकरको जातलाई हेर्दैन, अम्बेडकरको गुणलाई हेर्छन् ती देशहरूले। तर तपाईहरू डाक्टर बाबा साहब, परम पूज्य बाबा साहब भीमराव अम्बेडकरको जातलाई हेर्नुहुन्छ र त्यही जात प्रथालाई विनाश गर्ने महान पुरुषको रूपमा डाक्टर अम्बेडकर भएको हुनाले तपाईहरू उहाँलाई विरोध गर्नुहुन्छ। यो विरोध टिक्दैन, यो विरोध चल्दैन। हाम्रो आस्थासँग खेलवाड कसैले गर्न पाउँदैन। हामी दलितहरू विभाजित हुनेवाला छैनौँ। हामीले जनमतको पनि र यहाँका अन्य पार्टीहरूको पनि जुन षड्यन्त्र छ त्यो बुझिरहेका छौँ। मैले मात्र यति अनुरोध गरेँ हाम्रो दलित समुदायका या पासवान समुदायका युवा साथीहरू, विद्वान साथीहरू, बुद्धिजीवी साथीहरूसँग र दलितका अन्य साथीहरूसँग, यो सरकारको नियत नै अम्बेडकर पार्क बनाउने छैन। यो सरकार बाबा साहब अम्बेडकरको विचारलाई यहाँ सरकारी तवरले स्थापित गर्न चाहेको छैन। थाहा छैन हामीलाई कसरी, कुन तरिकाले उनले अम्बेडकर पार्क बजेटमा घुसाइहाले। अब त्यो नबनाउँदाखेरि जनमतभित्रका पनि दलित साथीहरूले जनमत पार्टीलाई सवाल गर्न सकिन्थ्यो, सवाल गर्ने अवस्था आउँथ्यो कि तपाईले किन बनाउनु भएन। अनि त्यति बेला जनमतले के जवाब दिन्थ्यो? त्यो जवाबबाट बच्नका निम्ति उनले एउटा बाटो अपनाए, केही दलितहरूलाई विरोध गर्ने मानसिकतामा ल्याइदिए। महाराज सहलेस जहाँ अम्बेडकर पार्क भन्दा पनि केही फरक पर्ने स्थिति छैन, तर केही हाम्रा साथीहरूलाई त्यस्ता मानसिकता भर्न लगाइदियो कि अम्बेडकर पार्क बन्यो भने महाराज सहलेसको गरिमा घट्छ र त्यही एउटा विचारलाई लिएर उहाँहरू कुदिराख्नु भएको छ, बोलिराख्नु भएको छ। म त्यसलाई पनि सम्मान गर्छु। यदि सरकारको नियत सही छ भने अम्बेडकर पार्क महाराज सहलेसको पार्क भन्दा छुट्टै बनाउँ। र म त्यो साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, महाराज सहलेसको गरिमा घट्ने भनेको मनुवादी व्यवस्थाको हावी हुनुबाट हो। महाराज सहलेसको पार्कभित्र, दरबारभित्र शनि महाराजको मन्दिर, त्यहाँ पूजा हुँदाखेरि महाराज सहलेसको कुनै वीरता छैन गाथागानमा। त्यो महाराज सहलेसको वीरताको गाथागान खोइ त, महाराज सहलेसको इतिहासको गाथागान खोइ त, महाराज सहलेसको ओरिजिनल आन्दोलनको गाथागान खोइ त। महाराज सहलेसको पूजा हुँदाखेरि, महाराज सहलेसको जन्मजयन्ती हुँदाखेरि त्यहाँ महाराज सहलेसको भजन बज्नुपर्ने थियो, त्यहाँ महाराज सहलेसको इतिहास आउनुपर्ने थियो। तर त्यो नजिकमा कट्टर मनुवादी व्यवस्थाका समर्थकहरू, कट्टर मनुवादी व्यवस्थाका पूजा गर्नेहरूको मूर्ति लगाउनु भएको छ, उहाँको पूजा गरिराख्नु भएको छ। महाराज सहलेसको कुनै चर्चा छैन। एक वर्षमा एकचोटि महाराज सहलेसको त्यो मान्छेहरू हेर्न आउँछन्, त्यसपछि केही छैन। म त चाहन्छु त्यहाँ ठुलो दरबार बनोस् महाराज सहलेस फुलबारीलाई यो देशको सबभन्दा महत्त्वपूर्ण स्थलको रूपमा बनाउने काम होस् न सरकारबाट। किन भइरहेको छैन? यदि महाराज सहलेसको चिन्ता भएको भए योभन्दा पहिलाका सरकारहरूले पनि महाराज सहलेसको नाउँमा विश्वविद्यालय बनाउने गर्थे। महाराज सहलेसको दरबारलाई पुनर्संरचना दिएर फेरि एउटा इतिहास कायम हुने काम गर्नु पर्थ्यो। तर त्यो गरेन, किनभने महाराज सहलेससँग उहाँहरूको कुनै सरोकार छैन, दलितको इतिहाससँग कुनै सरोकार छैन। तर एउटा सम्भावना छ अहिले पनि, जब यो बहुजन क्रान्ति सफल हुन्छ यो देशमा, महाराज सहलेसको विरासत त्यति बेला फिर्ता हुनेछन्। हामी अहिले चिच्याइरहेका छौँ, तर तपाईँ लाग्नु भएको पार्टीले पनि त्यो कुरा चाहेको छैन। तपाईँ जुन पार्टीमा हुनुहुन्छ त्यो पार्टीले पनि सहलेस महाराजको इतिहास उठाउन चाहेको छैन। यो कुराप्रति सचेत हुनुपर्छ। महाराज सहलेस र बाबा साहब अम्बेडकर एउटै विचारधाराका महान पुरुषहरू हुन् र बाबा साहब अम्बेडकर भन्दा माथिल्लो दर्जाका हुनुहुन्छ महाराज सहलेसजी। तर महाराज सहलेसजीलाई मनुवादीहरूले सीमित संकीर्ण घेराभित्र थन्क्याइदिए। आज महाराज सहलेस अलिअलि जीवित हुनुहुन्छ,
भने त्यो पासवान समुदायको देन हो। गाउँ गाउँमा टोल टोलमा महाराज सलेसको गहबर बनाएर आफूले जति सके त्यति मात्रै भए पनि महाराज सलेसको इतिहास बचाउने काम गरे। यसमा कुनै पनि मनुवादीको रोल छैन, कुनै पनि सरकारहरूको रोल छैन। मध्य प्रदेशको 30% भन्दा बढी बजेट मठ मन्दिरहरू बनाउनमा गइरहेको अवस्थासम्म पनि महाराज सलेसको नाउँमा कुनै पनि ठाउँमा करोडौं रुपैयाँ अर्बौं रुपैयाँ कहीँ कुनै प्रोजेक्ट छ, लाखौंको प्रोजेक्ट छ? उनलाई राष्ट्रव्यापी विश्वव्यापी बनाउन कुनै काम गरेका छैनन्। यदि उनीहरूलाई त्यो चिन्ता भएको भए योभन्दा पहिला महाराज सलेसको इतिहासलाई जगेर्ना गर्ने काम हुन्थ्यो। अहिले महाराज सलेसको चर्चा र परिचर्चा यति हाइटमा पुग्नु पनि अम्बेडकरवादी आन्दोलनको देन हो। यो महाराज सलेसको चर्चा र परिचर्चा यति हाइटसम्म पुग्नुमा पनि महाराज सलेसको योगदानको अहिले टोल टोलमा चर्चा भइरहेका छन्। मूल निवासी आन्दोलनले महाराज सलेसलाई एउटा छुट्टै पहिचान दिने कोसिस गर्दैछन्। त्यो मूल निवासी आन्दोलनको देन हो, त्यो मनुवादी व्यवस्थाको देन होइन। मनुवादी व्यवस्थाले त इँटा खिच्ने काम गरे, महाराज सलेसको दरबारलाई खत्म पार्ने काम गरे। अनि आज त्यही मनुवादी चिन्तित भइरहेका छन्। अम्बेडकर पार्क भन्दाखेरि मनुवादीलाई चिन्ता लागेको छ महाराज सलेसको इतिहास खत्म हुन्छ भने। यदि मनुवादी चिन्तित छ भने तपाईँ स्पष्ट हुनुहोस्, मनुवादी यदि चिन्तित छन् कि अम्बेडकर पार्क बनायो भने महाराज सलेसको इतिहास खत्म हुन्छ, यदि मनुवादीलाई चिन्ता लागेको छ भने तपाईँ यसको उल्टा सोच्नुहोस्। मनुवादीले हाम्रो हितमा कहिल्यै सोचेको छैन, त्यो मनुवादीको सोच गलत हो। यसको यो अर्थ हुन जान्छ कि मनुवादी चिन्तित छ भने मूल निवासी समाजलाई खुसी हुनुपर्ने कुरा हो। यसरी सोच्नुहोस्, किनभने मनुवादीले हाम्रो कल्याण कहिले चाहेको छैन। नेपालमा जसले भन्छ अम्बेडकरको योगदान छैन, त्यसलाई यो जवाब छ। नेपालको संविधानमा जुन आरक्षणको व्यवस्था आएको छ त्यो डाक्टर अम्बेडकरले भारतमा रचेको संविधानमा जुन आरक्षणको व्यवस्था छ त्यसको कपी हो। कम्युनिस्टहरूले वर्गको आधारमा कुरा गर्थे, तर नेपालमा जातिको आधारमा डाक्टर अम्बेडकरले भन्नुभएको छ यदि शोषण जातिको नाउँमा छ भने सुविधा जातिको नाउँमा प्राप्त हुनुपर्छ, आरक्षण जातिको नाउँमा प्राप्त हुनुपर्छ। नेपालका कम्युनिस्टहरू पनि अम्बेडकरका चरणमा झुकेका छन् र यहाँ जातिका आधारमा शोषण छ, जातिको आधारमा आरक्षणको व्यवस्था गरिएको छ र त्यो आरक्षणको व्यवस्था अझ बढी पुरस्कृत हुने सम्भावना छ यदि अम्बेडकराइट मुभमेन्ट नेपालमा सफल भयो भने। यो डर मनुवादीहरूलाई सताइरहेको छ, यो डरले मनुवादीहरू व्याकुल भइसकेका छन् नेपालमा। तर याद राख्नुहोस्, पासवान समुदाय, महाराज समुदाय, दलितका अन्य समुदाय जति पनि जातिहरू छन् पहाड र मधेसका दलित समाजमा पर्ने, तपाईको यो षड्यन्त्र विफल गर्न पछि हट्दैन। पासवान समुदायसँग हाम्रो कुनै आपत्ति छैन। पासवान समुदाय क्रान्तिकारी समुदाय हो र जुन दिन उहाँहरूले अम्बेडकराइट मिसन र मुभमेन्ट राम्ररी बुझ्न सक्नुभयो भने तपाईको यो जुन मनुवादी व्यवस्थाद्वारा जुन सलेस महाराजको इतिहासलाई संकीर्ण बनाएर राख्नु भएको छ त्यो चुटकीको खेला हो, एकछिनमा खत्म हुन्छ तपाईको त्यो सिस्टम र महाराज सलेस पुनः मूल निवासी महानायकको रूपमा स्थापित हुन बेर लाग्दैन। समस्या छ, अहिले हामीमा नै समस्या छ। हाम्रा व्यक्तिहरू दीर्घकालसम्मका धेरै पछिसम्म हुन सक्ने कुराहरू सोचिरहेका हुँदैन, तर ब्राह्मण समाजका व्यक्तिहरू, ब्राह्मणवादी व्यक्तिहरू धेरै पछिसम्म सोच्छन्। उनलाई थाहा छ कि यदि महाराज सलेस ब्राह्मणाइज भइरह्यो भने पासवान जातिहरूभित्र राजा बन्ने चाहना उत्पन्न हुँदैन, प्रधानमन्त्री बन्ने चाहना उत्पन्न हुँदैन, मुख्यमन्त्री बन्ने चाहना उत्पन्न हुँदैन। उनीहरू महाराज सलेसलाई धूप र अगरबत्तीमै सीमित राख्छन्। तर यदि पासवान समुदाय र दलित समुदाय र यहाँका मूल निवासी समुदायले महाराज सलेसलाई महानायकको रूपमा, मूल निवासी सम्राट महानायकको रूपमा उहाँको क्रान्तिकारी विचारधारालाई आत्मसात गर्न पुग्यो भने पासवान समुदाय मुख्यमन्त्री बन्न पहिलो लाइनमा हुनेछ र माग गर्नेछन् आफ्ना पार्टीभित्र। यदि तपाईँ सलेसलाई आदरका साथ हेर्नुहुन्छ भने सलेस महाराजको वंशज पासवान समुदायका नेतालाई यो प्रदेशको मुख्यमन्त्री बनाउनुहोस्, यो पहिलो माग हुन जानेछ। त्यसैले यहाँका मनुवादी व्यवस्थाले महाराज सलेसलाई ब्राह्मणाइज हुनबाट बाहिर निस्किन नदिने षड्यन्त्र गरिरहेका छन्। जुन दिन महाराज सलेसलाई क्रान्तिकारी विचारकका रूपमा जान्नेछन् हाम्रो समाजले, त्यही दिन यहाँका प्रधानमन्त्री बन्ने लालसा जागेर आउँछ।
त्यही दिन यहाँका मुख्यमन्त्रीदेखि लिएर मन्त्री बन्ने लालसा जागेर आउँछ र त्यो थाहै हुनेछ। त्यसै कारणले साथीहरू, यो ब्राह्मणवादी चक्रव्यूहबाट हामीलाई बाहिर आउनु छ। यो ब्राह्मणहरूको षड्यन्त्रबाट बाहिर आउनु छन्। जुन ग्रन्थले हामीलाई अछुत बनाएको छ, जुन शास्त्रले हामीलाई अछुत बनाएको छ, जुन भगवानको नाउँमा हाम्रो अस्मिता लुटिएको छ, त्यसको यहाँ गली गली र चौराहा चौराहामा नाम हुँदाखेरि कुनै आपत्ति नजनाउने, केही नहुने, बरु त्यसलाई शिरमा उठाएर लाने। विद्यापति रामानन्दजीहरूको नाउँमा चौक नामाकरण हुँदाखेरि, त्यता ठुला पार्क बन्दाखेरि, त्यस्तो चौकमा स्मारकहरू बन्दाखेरि एक शब्द नबोल्ने। काठमाडौँमा योगी आदित्यनाथको जय जयकार गर्दै झन्डा फहराउने, भारतको झन्डा लिएर, भारत हिन्दुत्ववादीहरूको झन्डा लिएर नारा लगाउने र त्यही धर्मको नाउँमा दलितहरूको घर हटाउने, त्यही धर्मको नाउँमा चेलीबेटीहरूलाई बलात्कृत हुँदा पनि नबोल्ने, दलितको छोरी चेली हो भनेर उल्टै दबाउने काम गर्ने। यहाँका तमाम मनुवादी मिडियाहरू, मनुवादी पार्टीहरू, मनुवादी व्यक्तिहरू र मनुवादी नेताहरूलाई सावधान गराउनुस्। यो अहिलेको समय छ। पार्क बनाउनका निम्ति यदि पासवान समुदायहरूलाई लाग्छ कि सलेश महाराजको इतिहास मेटिन्छ भने हामी तपाईको साथमा छौँ। म व्यक्तिगत रूपमा यो विचारमा स्पष्ट छु कि त्यसले कुनै पनि महाराज सलेशको गरिमा हटाउँदैन, मेटाउँदैन। तर तपाईहरुलाई पासवान समुदायहरूलाई लाग्छ भने हामी पासवान समुदायको साथमा छौँ। सलेश पार्क बनोस् या सलेश फुलबारी नजिक अम्बेडकर पार्क नबनेर अन्य कतै बनाओस्, हामी पासवानको साथमा छौँ, पासवान समुदायको साथमा छौँ। जबसम्म उहाँहरूले बुझ्न सक्नु भएको छैन अम्बेडकर र सलेश बीचको सम्बन्ध, तबसम्म हामी तपाईहरुको साथमा छौँ। र मलाई पूर्ण आशा र विश्वास छ एक दिन पासवान समाज जाग्नेछ र अम्बेडकर र महाराज सलेशको वैचारिक क्रान्ति गर्न महत्त्वपूर्ण रोल र अगुवाको रोल निर्वाह गर्नेछन्। त्यो दिन यो समयलाई इतिहासले कदर गर्नेछ। तर जबसम्म तपाईहरु बुझिराख्नु भएको छैन हामी तपाईको साथमा छौँ। तर अम्बेडकर पार्क बन्नुपर्छ, यो मनुवादीहरूको षड्यन्त्र हटाउनुपर्छ। कतिपय साथीहरूले मलाई तपाईले त बुद्धि नै छैन, शिलान्यास त ब्राह्मणवादी विधि अनुसार भएको छ अम्बेडकर पार्कको, तपाई कसरी समर्थन गर्नुहुन्छ? अरे शिलान्यास मैले तपाईलाई पहिल्यै भने डाक्टर सीके राउत अम्बेडकरवादी होइनन्, दलितको पक्ष पोषक होइनन्, दलितको शुभचिन्तक होइनन्। डाक्टर सीके राउत मूल निवासी विचारधाराको नेता होइनन्। सतीश सिंह मुख्यमन्त्री जी दलित जातिका रक्षक होइनन्। तिनीहरू सबै हाम्रा दुश्मन हुन्। तिनीहरू सबै दलितलाई नीच बनाएर राख्न चाहने शक्तिहरू हुन्। अहिले मध्य प्रदेशमा कुनै पनि पार्टीले एउटा क्याबिनेट मिनिस्टर समेत दलितलाई दिन नसकेको अवस्थामा हामी तपाईले यो कुरा बुझ्न सक्नुपर्छ कि कुनै पनि पार्टीहरू, अहिलेका मौजूदा पार्टीहरू हाम्रो समर्थक होइन, हाम्रो हित चाहने पार्टी र नेताहरू होइनन्। त्यसैले कुन विधिले अम्बेडकर पार्क शिलान्यास गरे त्यो महत्त्वपूर्ण कुरा होइन, डाक्टर अम्बेडकरको प्रतिमा महत्त्वपूर्ण कुरा हो। डाक्टर अम्बेडकरलाई जब मान्छेहरूले हेर्नेछन्, सामाजिक न्याय त्यहाँबाट उसको आत्मालाई छुनेछन्। सामाजिक न्याय, समानता, बन्धुत्व र क्रान्तिको विचार त्यहाँबाट पलाउनेछन्। हाम्रा छोरा, हाम्रा सन्ततिहरूले, हाम्रा भविष्यहरूले जब प्रश्न गर्नेछन् कि बुवा यो को हो, यो कसको शालिक हो, अनि हामी भन्छौँ यो महामानव डाक्टर अम्बेडकरको हो, जसले हामीलाई अछुत, वञ्चितीकरण, जसले सामाजिक न्यायबाट वञ्चित पारेका समुदायहरूलाई एउटा मार्ग दिए संसारका व्यक्तिहरूलाई। उनको 32 भन्दा बढी विषयमा डिग्रीहरू छन्। छोरा अम्बेडकर जस्तै पढ्न सक्नुपर्छ, अम्बेडकर जस्तै क्रान्ति गर्नुपर्छ, अम्बेडकर जस्तै न्यायका लागि लड्नुपर्छ भन्ने कुरा हामी जब हाम्रो भविष्यलाई सुनाउँछौँ अनि यो मनुवाद नष्ट भएर जानेछ। अम्बेडकरको जीवनी पढेर हाम्रा घर घरका बच्चाहरू शिक्षित, सुशिक्षित र क्रान्तिकारी बन्नेछन्। त्यसबाट मनुवादीहरूलाई खतरा छन्। त्यो कुन विधिले शिलान्यास गर्यो त्यो आफ्नो ठाउँमा छ, उनीहरू अम्बेडकरवादी होइनन्। उनीहरू पुरातनवादी हुन्, ब्राह्मणवादी विचारका पृष्ठपोषक हुन्, राता चन्दन लगाउनेहरू, शम्भुक ऋषिलाई हत्या गर्ने विचारका समर्थकहरू, निषादका अंगूठा काट्ने विचारका समर्थकहरू हुन्। त्यो हामीलाई कहिले पनि उच्च स्थानमा राख्न चाहदैन। तर उनको एउटा यो षड्यन्त्र छ, त्यो षड्यन्त्रलाई हामीले मिलेर चिर्नुपर्छ। त्यो षड्यन्त्र के हो कि अम्बेडकर पार्कको नाउँ बजेटमा आयो,
यदि बनाएन भने दलितहरूले क्लियर रूपमा बुझ्नेछन् कि यो डाक्टर सीके राउत र त्यसमा सामेल सरकारहरू अम्बेडकर पार्क बनाउन चाहेन, दलित विरोधी हो। त्यो कुरा कसरी पचाउने, त्यो कुरालाई कसरी बजाउने? अनि पहिला केही व्यक्तिहरूलाई तयार गर्यो। शैलेश महाराजको फुलबारी नजिक अम्बेडकर पार्क बनाउन नदिने त्यो विरोध भयो। ल ठीक छ, सीके राउतलाई थाहा थिएन, सतीश सिंहजीलाई थाहा थिएन, यो कुराहरू थाहा त थियो नि। तर फेरि त्यहाँ 10 धुर जमिनमा त्यो देखाउने, हात्तीको देखाउने दाँत र चपाउने दाँत भन्छ नि, फरक हुन्छ। त्यो देखाउनका निम्ति 10 धुरमा अम्बेडकर पार्क त्यही गएर किन शिलान्यास गर्यो? यदि त्यसको मनसाय साफ भएको भए, अम्बेडकरको सामाजिक न्यायलाई समान गर्ने भएको भए अन्त कतै स्थान खोजिन्थ्यो या सार्वजनिक रूपमा डाक्टर अम्बेडकरको पार्क बनाउनका निम्ति जमिन माग गर्न सकिन्थ्यो। मैले पनि रिक्वेस्ट गर्छु सरकारसँग, यदि तपाईलाई जमिन खरिद गर्ने या सार्वजनिक जमिनमा डाक्टर अम्बेडकर पार्क बनाउने हैसियत छैन भने म आफ्नो जमिन दिन तयार छु। आउनुस्, बनाउनुस् यहाँ पार्क। डाक्टर अम्बेडकर मात्रै होइन, बहुजन महापुरुषको जुनसुकै बहुजन महापुरुषको पार्क बनाउनलाई पनि यदि तपाईँ चाहनुहुन्छ भने म तपाईलाई जमिन उपलब्ध गराउन तयार छु। हामी दलित समुदायका व्यक्तिहरू आफ्नो पेट काटेर भए पनि 1-1 रुपैयाँ, 1-1 हजार रुपैयाँ जति हाम्रो क्षमता हुन्छ हामी चन्दा उठाएर पनि सरकारलाई जमिन दिन तयार छौँ। यदि अम्बेडकरवाद र अम्बेडकरका विचारधारालाई, सामाजिक न्यायका विश्वव्यापी विचारधारालाई सरकारले, जनमत पार्टीका डाक्टर सीके राउतले र उनको नेतृत्वमा चलिरहेको मधेसको सरकारले यदि इमानदारीपूर्वक बनाउन चाहेको छ भने हामी दलितहरू आफ्नो खुन र पसिनाको कमाईबाट आफ्नो पेट काटेर भए पनि हामी 1-1 रुपैयाँ, 1-1 हजार रुपैयाँ जति आवश्यक हुन्छ हामी आफ्नो पैसा तिर्न तयार छौँ, हामी जमिन लिन तयार छौँ। तपाईँ एकचोटि विज्ञप्ति निकाल्नुहोस्, भन्नुहोस् कि अम्बेडकर पार्कको विरोधी होइन म, जहाँ जमिन प्राप्त हुन्छ त्यो ठाउँमा हामी अम्बेडकर पार्क बनाउन तयार छौँ भन्नुहोस्। यसमा हामीले दलितहरूले कहिले पनि खुट्टा कमाउनुहुन्न। हामी विदेशमा छौँ, काम गर्दैछौँ, पन्जाबमा होला, इन्डियाका विभिन्न ठाउँमा होला काम गरिरहेका छौँ। सबैले आफ्नो कमाईबाट केही अंश हामी अम्बेडकर पार्क बनाउनका निम्ति योगदान गर्न तयार हुनुपर्छ र छौँ। सरकारको विज्ञप्ति आओस्, यदि इमानदारीपूर्वक अम्बेडकर पार्क बनाउन चाहेको हो भने सरकारको विज्ञप्ति आओस्, जुन ठाउँमा दलितहरूले जमिन दिनेछन् त्यो ठाउँमा हामी बनाउन तयार छौँ। अथवा सरकारले कुनै एक्वायर गरेर, कुनै जमिन एक्वायर गरेर त्यहाँ बनाओस् र त्यो 10 धुरमा होइन, एउटा प्रगतिशील परिवर्तनकारी हिसाबले बनाओस्। कतिपयले भनेका छन् नेल्सन मण्डेलाको किन बनाउनुस्? विश्वव्यापी योगदान, जसको विचारले, जसको बोलीले, जसको प्रभावले, जसको क्रान्तिले सारा संसारले हलाइदिएको छ भने त्यस्तो विचारहरूलाई समान गर्न कति पनि हामी पछाडी हुनु हुँदैन। बनाउनुस्। कतिपयले भनेका छन् मोदीको नाउँमा बनाउनुस्, योगीको नाउँमा बनाउनुस्। तपाईँ पहिला मोदी र योगी कहाँ गएर सोध्नुस् कि डाक्टर अम्बेडकरको सामनेमा उहाँको के हैसियत छ। मोदी राम्रो नेता हुनुहुन्छ, भारतका प्रधानमन्त्री हुनुहुन्छ, सम्मानित व्यक्तित्व हुनुहुन्छ, तर मोदी विचार र दर्शन होइन। विचार र दर्शन डाक्टर अम्बेडकरले दिनुभएको छ। डाक्टर अम्बेडकरको विचार र दर्शनलाई भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सम्मान गर्नुहुन्छ, नतमस्तक हुनुहुन्छ। योगीजी पनि सम्मान गर्नुहुन्छ, नतमस्तक हुनुहुन्छ। जहाँ अम्बेडकर र मोदी र योगीको कुरा छ, तपाईँ 1 नम्बरमा गएर डाक्टर बाबा साहब भीमराव अम्बेडकरको सम्मानको जहाँ कुरा आउँछ त्यहाँ मोदीजी र योगीजी पनि तपाईलाई पहिला डाक्टर अम्बेडकरको सम्मान गरेर आउनुहोस्। उहाँ संसारलाई बाटो देखाउने मार्गदर्शक हुनुहुन्छ, उहाँ बोधिसत्व हुनुहुन्छ भन्ने जवाब पाउनुहुन्छ। तपाईले सुन्नुहुन्न, मोदीजी जब विदेशमा जानुहुन्छ नि के भन्नुहुन्छ? मैं बुद्ध के देश से आया हूँ। र बुद्धको विचार डाक्टर अम्बेडकरले भारतमा पुनर्जीवित गरेका हुन्। र त्यो बुद्ध कहाँको हुनुहुन्छ? नेपालको हुनुहुन्छ। नेपालको बुद्धलाई तथागत बाबा साहब डाक्टर अम्बेडकरले गुरु मान्नु भएको छ र उहाँको विचारलाई दुनियाँभरि फैलाउने काम गर्नुभएको छ। अनि कसरी भन्नुहुन्छ नेपालमा उहाँको योगदान छैन? लाखौं लाख व्यक्ति आज कपिलवस्तु भ्रमणमा आउनुहुन्छ, नेपालमा जानुहुन्छ, बुद्ध गुम्बाहरूको भ्रमण गर्न जानुहुन्छ भारतबाट। तपाईँ गएर सोध्नुहोस् न कसको देन हो कि त्यस्ता लाखौं करोडौं व्यक्तिहरूलाई बुद्धसँग जोड्ने काम गरे र त्यसको फल नेपालले कति पाइरहेको छ।
सिधै भन्नुहुन्छ योगदान छैन। अन्त्यमा सारांशमा म भन्न चाहन्छु, तपाईहरूको आराध्य देव भगवान राम कृष्ण लगायतका व्यक्तिहरू पनि विदेशमा जन्मेका हुन्। उहाँहरूलाई पनि हाम्रो सम्मान छ, तपाईहरूले सम्मान गर्नुहोस्, गरिराख्नु भएको छ। तर हाम्रो दलितको, गरिबको, अति पिछडा समाजको, उत्पीडित समाजको, मूल निवासी समाजको भगवान डाक्टर अम्बेडकर हुनुहुन्छ। उहाँको विचारधारा हो। विचारधाराको जन्म कुनै देशमा हुँदैन, कुनै देशको सीमाभित्र बाँधेर राख्न सकिँदैन। जर्मनीमा जन्मेका मार्क्स अहिले दुनियाँभरमा आफ्नो विचारधाराले पूजित छन्। माओ त्से-तुङ चाइनामा जन्मेका छन्, नेपालमा छैनन्। उहाँको विचारमा पार्टी चलिरहेको छ, सरकार उहाँको विचारले प्रभावित हुन्छ। राम भगवानको विचारको प्रभावले यहाँको व्यवस्था प्रभावित छ, नेपालको व्यवस्था प्रभावित छ। कृष्ण भगवानको विचारले नेपालको व्यवस्था प्रभावित छ। सबैको प्रभाव क्षेत्रहरू छन्, सबैको प्रभावित हुने समुदायहरू छन्। त्यसरी नै डाक्टर अम्बेडकरको विचारधारा, भगवान अम्बेडकरको विचारधारा, तपाईहरु यदि भगवान भन्नुहुन्छ भने भगवान अम्बेडकरको विचारधारा, भगवान सहलेशको विचारधारा, भगवान गुरु रविदासजीको विचारधाराबाट हामी प्रेरित छौं। हामी उहाँलाई भगवान मान्छौं। हाम्रो आस्थासँग खेलवाड नहोस्, दलितको आस्थासँग खेलवाड नहोस्, गरिबको आस्थासँग खेलवाड नहोस्। तपाई पत्रकार हुनुहुन्छ, ठीक छ, गर्नुस् पत्रकारिता, तर जातिको आधारमा बोल्ने काम नगर्नुस्, दलितको विरोधी नबन्नुस्, महिलाको विरोधी नबन्नुस्, कुनै पनि जाति र समुदायको विरोधी नबन्नुस्। तपाईको आस्था छ, तपाई आफ्नो आस्थालाई प्रचार प्रसार गर्नुस्, तर अरूको आस्थालाई खलल पर्ने काम नगर्नुस्। हाम्रो आस्था हाम्रो भगवान डाक्टर अम्बेडकर हो, तथागत गौतम बुद्ध हो। जसले अम्बेडकरको विरोध गर्छ उसले दलितको विरोध गर्छ, उत्पीडित वर्गको विरोध गरिरहेको छ। तथागत गौतम बुद्धको विरोध गरिरहेको छ। त्यसैले यो विरोधाभासको काम गर्ने काम नगर्नुस्। हामी दलितहरू एकजुट हौं, हामी मूल निवासीहरू एकजुट हौं। हामी सरकारलाई आग्रह गरिरहेका छौं, यदि पासवान समुदायहरूलाई आत्मसम्मानमा चोट पुगेको छ भने यो चोट वास्तविक हो कि मिथ्या हो, जबसम्म पासवान समुदायहरूलाई आभास हुन सक्दैन, जबसम्म आभास हुँदैन तबसम्म हामी पासवान समुदायको साथमा छौं। र यो पनि भन्छौं कि हामी सबै मिलेर यो सरकारलाई दबाब दिउँ कि यो पार्क पनि बन्नुपर्छ, चाहे त्यो फुलबारीमा बनोस् या फुलबारी भन्दा अन्त्य बनोस्। जबसम्म पासवान समुदायलाई यो कुरा लाग्छ कि अम्बेडकर पार्क बन्दाखेरि हाम्रो इतिहास मेटिन्छ भने त्यहाँ नबनाओस्, नबनाउन् त्यहाँ पार्क, त्यहाँबाट छुट्टै बनाओस्, सरकारले जमिन किनेर बनाओस्। यो देशको सरकार चलिरहेको छ, त्यसमा प्रत्येक पासवान, महरा, बैठा लगायतका जति पनि पहाड र मधेसका दलित समुदायहरू छन् उसको खून र पसिनाले कमाएको पैसाको ट्याक्समा पनि चलिरहेको छ। त्यसैले हाम्रो महापुरुषलाई सम्मान गर्नका निम्ति सरकारले जमिन खरिद गर्नुपर्ने भए जमिन खरिद गरोस् र अम्बेडकर पार्क बनोस् यो देशमा, यो प्रदेशमा। यो हामी सबैको माग हो। यो पासवानको माग पनि हो, यो महराको माग पनि हो, यो दलितको माग, सम्पूर्ण दलितको माग पनि हो, यो देशको उत्पीडित महिलाको माग पनि हो, यो देशको उत्पीडित जनजातिको माग पनि हो, यो देशका तमाम मूल निवासी समाजको माग पनि हो। त्यसैले यसलाई मजाकमा उडाउने काम कुनै पत्रकार, कुनै सामाजिक धार्मिक संगठनहरूबाट नहोस्। हामी यसमा चुप बस्नेवाला छैनौं। यो अस्मिताको लडाई हो। हामी बाबा साहब अम्बेडकरलाई आफ्नो आस्थासँग जोडेर राखेका छौं। त्यसैले तपाई हाम्रो आस्थासँग खेलवाड गर्नुहुन्छ भने यो तपाईको पनि भलोको विषय होइन। सबैले आफ्नो आस्था, आफ्नो धर्म, आफ्नो ईश्वर, आफ्नो भगवान, अल्लाह, पैगम्बर सबैलाई मान सम्मान गर्ने अधिकार छ। तपाई आफ्नो भगवानलाई मान सम्मान गर्नुस्, हामी आफ्नो भगवानलाई मान सम्मान गर्छौं। र यो देशको सरकार तपाईको जति छ त्यति मेरो पनि छ, त्यति दलित समाजको पनि छ, त्यति महिलाको पनि छ। त्यसैले यो सरकारमाथि सबैको अधिकार छ। यदि सरकारले षड्यन्त्र गरिरहेको छ भने यो षड्यन्त्र पनि क्षम्य हुँदैन र साराका सारा दलितहरू यसलाई हेरिरहेका छन्। यदि सरकारले यस्ता निकृष्ट कार्य गर्ने र जनता लडाउने, एउटा समुदायलाई फुटाउने काम गर्न खोजिरहेको छ भने यसको जवाब पनि बहुजन समाजका व्यक्तिहरूले दिनेछन्। र तपाईहरु सचेत हुनुस्। तपाईहरुले हाम्रो इतिहासलाई नाच्ने काम गर्नुभयो, हाम्रो पुर्खाहरूलाई सम्मान गर्ने काम गर्नु भएन भने हामी दलित र गरिब समाज, वञ्चित समाज यति संख्यामा यहाँ छौं कि आउने समयमा सबैको भोट, सबैको मत यो पक्षमा, सामाजिक न्यायको पक्षमा आउनेछन् र तपाईहरुलाई यसको जवाब हामी दिनेछौं। धन्यवाद। जय भीम, जय मूल निवासी, जय महाराज सहलेश।